मौजेर स्मोकर फ्रम कैलाली। हाल चाहिँ यति बेला बगैँचातिर छु म। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर आँप र लिची लटरमै फुलेर एकदमै भिड तछाड मछाड भइरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ। र अगाडि हामी यहाँ होमस्टेको भिजिट गर्ने र आँप बगैँचा लिची बगैँचाको भिजिट गर्दैछौँ यति बेला। एकदमै रमाइलो पार्कहरू छ यहाँनिर भित्र, होमस्टेहरू तपाईँ पनि घुम्न आउन सक्नुहुन्छ। र तपाईँले अहिलेसम्म मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र बाँकी यस्तै नयाँ नयाँ भिडियोहरू त म तपाईँहरूको माझमा ल्याउने नै छु होइन गाइस। देख्न सक्नुहुन्छ यहाँनिर एकदमै रमाइलो भ्यू छ। जस हामी खासन गर्दै भित्रभित्र हिँडिरहेको छौँ। यहाँ एकदमै यता यता छिर्ने ठाउँ छैन, यसो जाउँ हामी। यसो घुमेर हिँड्दैछौँ हामी। सक्नुहुन्छ यहाँ एकदमै डेकोरेसन हुँदैछ। र हेर्नु त लिची फुलेर लटरमै। तपाईँ लिची होमस्टेभित्र यसरी चाहिँ घुम्ने ठाउँ एकदम राम्रो रमणीय ठाउँमा हामी घुम्दैछौँ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ। एकदमै काम तीव्र गतिमा बढिरहेको छ, बन्दैछ होमस्टे। कतिपय नयाँ बन्दैछन् भनेपछि पुरानोहरू पनि यहाँ धेरै छ होइन। देख्न सक्नुहुन्छ यसरी डेकोरेसन गरिएको छ। एकदमै रमाइलो ठाउँ छ। रोड चाहिँ यताबाट आएको छ भनेपछि हामी चाहिँ घुम्दै 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 अगाडि बढिरहँदाखेरि मौरीहरू पनि भुन भुन गरिरहेका छन् यहाँ लिचीबारीमा गाइजहरू। होमस्टे जम्मै होमस्टेभित्र हेर्नु त होमस्टे मात्र छन् यहाँनिर, होमस्टे मात्र छ। तपाईँ देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा। आज हामी भिजिट गरेर अगाडि बढ्दैछौँ यहाँनिर। तपाईँ देख्न सक्नुहुन्छ। अब हामी यसो घुमेर सट्ट यस्तै घुम्दै घुम्दै अगाडि बढ्दैछौँ। होमस्टेहरू ठाउँ अनुसारको विकास। गौतम बुद्ध हेर्नु त गाइस, हाम्रो नेपालको गौतम बुद्ध पनि यहाँनिर राखिएको छ हेर्नु त। नाइस, यस्तो खालको बनाइएको रहेछ यहाँ चाहिँ एकदम घुम्नको लागि। झिलिमिली रङ्गी बिरङ्गी होमस्टेहरू देख्न सक्नुहुन्छ तपाईँले यहाँनिर। तपाईँहरू पनि आउनुहोस् घुम्नलाई। पार्किङ छ साथमा, होमस्टे छ, अनि बगैँचामा मजाले भिजिट देख्न सक्नुहुन्छ तपाईँले। भान्जा हुनुहुन्छ पछाडि, म छु यहाँनिर। यसरी हामी भिडियो बनाइरहँदाखेरि एकदमै खुसी। यस्तो खालको छ हेर्नु त यहाँ डेकोरेसन, तर दामी छ ठाउँ चाहिँ। यो पनि होमस्टे हेर्नु कति दामी छ। हामी अब लगत्तै बाहिर निस्किँदैछौँ। एकदम दामी सिन तपाईँहरूले देख्न सक्नु भएको छ। र यस्तै यस्तै नयाँ नयाँ भिडियोहरू तपाईँले चाहिँ हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर चाहिँ नभुल्नु होला भन्न चाहेँ मैले। यति भन्दै सबैलाई मिस यु है। सबैजना मेरो युट्युब च्यानललाई फलो गर्न के भन्छ सब्सक्राइब गर्न नछोड्नु होला। र लाइक सब्सक्राइब सेयर कमेन्ट होइन एकदमै गर्नु होला। हेर्नु त भगेर यहाँनिर आइरहेको कि हाम्रो नजिकै। ल हामी भित्रबाट बाहिर निस्किसकेका छौँ। र यहाँनिर नहर देख्न सक्नुहुन्छ तपाईँले। 150 वर्ष पुरानो नहर र पुल यसरी बनिएको छ भनेपछि